गुड मर्निङ फ्रम खोपो दहीबाट यहाँ माथि त यस्तो लागेछ त कहिले ल यहाँ खोपो दहीमा चाहिँ नयाँ यस्तो के भन्छ के हो यो खर लगाएछ। यहाँ हुन्छ हाम्रो मोनिका राइडर, यहाँ म छु। अब हाइकको प्लान यस्तै 2 जना 4 जना 5 जना 6 जना 8 जना भएर प्लान हुँदा अहिले हामी 2 जना मात्रै छौँ। अनि हाम्रो आजको हाइक चाहिँ नगरकोट हुँदै जर्सी पौवासम्मको छ। आवर भ्लग इज स्पोन्सर नट स्पोन्सर बाई गोल्ड स्टार। अनि आज आएर चाहिँ मैले थाहा पाएँ कि मोनिकासँग सबै हरेक एक ट्रेकिङको सामान रहेछ, बट ट्रेकिङ चाहिँ जानुभएको छैन उहाँ। अब नेक्स्ट टाइम चाहिँ उहाँलाई म ट्रेकिङ लिएर जानेवाला छु। हाम्रो यात्रा सुरु भइसकेको छ। राइडमा हुनुहुन्छ एज युजल मोनिका द राइडर। मेरो हातमा घडी छ भने चाहिँ अब हामी लेफ्ट जाँदैछौँ सल्लाहघारी चोकबाट। अनि तपाईँहरू लोकेसन हेर्नुको लागि चाहिँ हाम्रो भिडियो हेर्नुहोस् होला। एज युजल प्यासेन्जर प्रिन्सेसमा छु म, सन्ध्या दाहाल छेत्री। रेनबो अन द हेड। सी यू गाइज। अब चाहिँ हामी सल्लाहघारी चोकबाट यता नगरकोट जानेतिर, अब उता निकोसेरा नगइकन यता हामी राइट लाग्छौँ। उता गयो भने निकोसेरा, यता गयो भने चाहिँ अब हामी नगरकोट जाने बाटो राइटतर्फ लागेर अब कमल विनायकतर्फ लाग्छौँ हामी चाहिँ। अहिले चाहिँ हामी कमल विनायक चोकबाट माथि नगरकोट जाने बाटोतिर तिलकोटतिर जाँदैछौँ, ब्यारेकतिर जाँदैछौँ। ब्यारेक हुँदै हाम्रो चाहिँ हामी सिधा नगरकोट जाँदैछौँ। यो चाहिँ म छु आज। धन्न टोपी ल्याएछु है गाइस। बाइकमा त लास्टै चिसो हुँदो रहेछ। आँखा छोप्ने पनि केही बनाउनु पर्यो। अब यहाँ आँखालाई चाहिँ चिसो हुने भयो नि त, सुनिन्छ जस्तो छ। मौसम चाहिँ अहिलेसम्म एकदम कुल छ। आई होप हामीले माथिबाट हिमाल देख्न पाऊँ। हिमाल अलि कता कता त देख्दै थियौँ मैले। तपाईँहरू कमल विनायकबाट सिधै आएपछि ब्यारेक कटेपछि यहाँनिर नेपाल इलेक्ट्रिसिटी अथोरिटी आउँछ। त्यसपछि अलिकति अगाडि बढ्नु भयो भने आउँदै गर्नुपर्ने त्यहाँ अगाडि मोड देख्नुहुन्छ तपाईँले। त्यहाँदेखि तल गयो भने पनि पोजिरी ड्याम हुँदै नगरकोट जान सकिन्छ यहाँबाट ठ्याक्कै। तर अब हामी चाहिँ यता लाग्छौँ, त्यता नगएर नगरकोट त्यही माथिको डाँडा त हो नि। राइडमा हुनुहुन्छ मोनिका। अहिले चाहिँ अब हामी तेलकोटबाट त माथि जाँदैछौँ। बाटो चाहिँ एकदम दामी। अनि यहाँ चाहिँ एउटा निरु जो योगा होमस्टे पनि छ। बाटो चाहिँ एकदम खतरा सब तलदेखि माथि चाहिँ अलिकति कताबाट त्यहाँबाट अलिकति माथिबाट चाहिँ एकदमै राम्रो पिच रोड नै रहेछ। दामी राइड जानुलाई पर्फेक्ट। गर्लफ्रेन्डलाई पछाडि हालेर नगरकोट डाँडा घुमाउनुलाई पर्फेक्ट ठाउँ रहेछ। एज यु क्यान सी भर्खर पिच गरेको जस्तो छ बाटो, एकदम दामी छ। अहिले चाहिँ अब हामी ठ्याक्कै मुहान पोखरी आइपुग्यौँ। यहाँबाट तल जानुभयो भने चाहिँ तपाईँको मुहान पोखरी बागेश्वरी हो। अनि माथि गयौँ भने चाहिँ हामी नगरकोट हो। यता माथि चाहिँ माथि अलिअलि रानी झुला पनि देखिन्छ। तर हामी रानी झुलाहरू कहीँ बस्दैनौँ, हामी सिधै नगरकोटतर्फ जान्छौँ। किनभने हाम्रो सनराइज अलरेडी मिस भइसक्यो। त्यही भएर अब स्टोरी सुनाउनु पर्दाखेरि सनराइज कसरी मिस भयो भन्दाखेरि म धेरै चाँडै उठेर आइपुगेँ मोनिकालाई भेट्नु, त्यही भएर मिस भयो। बाटो चाहिँ दामी छ है, दामी। यहाँबाट यता गयो भने चाहिँ रानी झुला, अनि यता गयो भने चाहिँ नगरकोट। हामी चाहिँ यो बाटो लिँदैछौँ। अब तपाईँहरूलाई म फार इन द माउन्टेन राउन्ड एन्ड राउन्ड देखाउँछ है। हामी चाहिँ अब हिमाल ला देखेँदैन क्या हो, हिमाल भएको ठाउँमा पुग्न लागिसक्यो। बाटो हुँदै जाँदैछ। 100cc को मोटर बाइकमा हिरो हन्डा मोटर
माउन्टेन मोनिकाले आफ्नो गाडी नै रोकिदिनु भयो गाडी भन्यो भने हाँस्छ त्यही भएर आज चाहिँ हामी 27 वर्ष पुरानो हिरो होन्डा बाइक 100cc मा चाहिँ हामी नगरकोट आएको भनिदिनुहोस् अलिकति तपाईँको प्रमोसन चाहिँ हाम्रो 27 इयर्सको हिरो होन्डा 100cc को and as you can see the view and our gorgeous lady in the bike the lady rider मेरो जिब्रो के भएको ना 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 ल मोनिकाको इन्टरभ्यु है ल तपाईले बाइकको बारेमा के भन्नुस् त्यो बाइकको बारेमा के पनि भन्ने हैन अब भयो सक्यो ल हामी चाहिँ ऊ तल 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 त्यस्तो पल्युसनबाट चाहिँ यसरी पल्युसन फ्रीमा आएको छौँ तपाईँहरूलाई एज यु क्यान सी द भ्यू अनि आज जो हामीसँग ट्रेक हाइक आउनु भएको छैन हेर्नुहोस् रिग्रेट भइरह्यो होला होइन जानु बिहामा जानु भोज खानु जाऊ सुत बिहानभरि सुत अझै सुतिराख मलाई अझै बिहानभरि सुतेकोमा रिग्रेट भइरहेको छ अझै म सनराइज पनि हेर्न पाउँथेँ मनिका खित्का छोडेर हाँस्दै चाहिँ रिजर्ट पनि रहेछ मलाई त थाहा छैन 2 बजे घर फर्किनु भनेको अब मलाई त सनसेट पनि हेरेर जानु मन लाग्यो ओके बाई गाइज सी यु एट नगरकोट डाँडा माथि अझै हाम्रो हाइक पनि बाँकी नै छ जर्सिङ पौवासम्म सो त्यो हिमाल त अझै हामीले नजिकै नै देख्नेवाला छु हेर्नुहोस् न ब्युटी क्विन ब्युटी भ्यूलाई छोडेर हामी आफ्नो गन्तव्यतिर जाँदैछौँ किनभने हाम्रो हाइक बाँकी नै छ हाइक त खै हुन्छ हुँदैन तर पनि हामी जान्छौँ हिँड्छौँ आज म मोनिका डह्रो कुदाउनेवाला छु सी इज गेटिङ रेडी एन्ड आइ एम अल्सो रेडी मेरो चाहिँ कस्तो हात दुखिरहेछ आई डोन्ट नो आज मोनिका र म हामी एभ्री स्टपमा बस्नेवाला छौँ गाइज केटाहरू तिमीहरू हेर यो भ्यू हेर हेर है हेर यहाँ हेर त्यहाँ पुग्नुपर्छ त्यहाँ त अब हामी जाने हो नेक्स्ट मोनिकासँग सब ट्रेकिङको सामान रहेछ हो स्योर मेरो मामामाई जाने बित्तिकै पैसा बोकेर टाप बिहान झोला बोकेर टाप आएकै भोलिपल्ट अन्त हामी चाहिँ उकाली ओह्राली गर्दै नगरकोट बजार आएको छौँ अब यहाँबाट चाहिँ हामी सोध्छौँ अनि हाइक स्टार्ट त नगरकोटबाटै गर्नुपर्ने हो अब यहाँ एकछिन सोध्छौँ अलिक अगाडि गएर अनि केही खाएर निस्किन्छौँ कि नखाइ निस्किन्छौँ नगरकोट बजारबाट अब चाहिँ हामी कात्तिके भन्ने ठाउँ जाँदैछौँ कात्तिकेबाट चाहिँ हाम्रो हाइक स्टार्ट हो हामी कात्तिके पुगेर नै अब लन्च गर्ने भयो अलिकति ढिलो भयो तर अब नेक्स्ट टाइम आउँदा चाहिँ चाँडै उठेर आउनु पर्ने रहेछ भन्ने मैले पत्ता लगाएँ मलाई रिग्रेट भइरहेको छ आइम सो सरी मोनिका ल अब हामी चाहिँ कात्तिकेतिर जाँदैछौँ है त पोखरा नेपाली इज heaven is myth चाहिँ अब कात्तिक आइसकेको छौँ र हाम्रो हाइक दिस इज द भ्यू with the view देखाउन स्लोली गाइजहरू दिस इज द भ्यू अनि अब चाहिँ हामी यहाँनिर सोध्छौँ के सोध्छौँ ल तिमी कन्टिन्यू गरेर म कति Finally, I get chance to speak about it, but yeah, I'll show you the direction and the view and the way that I am walking on. हाम्रो सल्लाह 5-10 मिनटको डिस्कसन अनुसार हामी लास्ट डिस्कसनमा के पुगेको छौँ भनेदेखि हामी जहाँ खाजा खान्छौँ त्यहीँ हाम्रो ब्याग राख्छौँ किनकि हाम्रो बाइक 100cc को एनी वान क्यान ड्राइभ इन सो अलिक सेक्युरिटी प्रब्लम भएको भएर चाहिँ हामी
जहाँ खाजा खान्छौँ त्यहीँनिर हाम्रो बाइक राख्छौँ भनेर सोचिरहेको छौँ। अब यहाँनिर हामी खोज्दैछौँ खाना खाने ठाउँ। अहिले ठ्याक्कै 10:30 पनि भइरहेछ। हामी खाना खाएर अनि यहाँबाट हाइक सुरु गर्छौँ। हामी हाइक कहाँबाट जाने कहाँबाट निस्किने भन्ने कुरा पनि थाहा नभएको भएर हामी यहाँ लोकल मान्छेहरू सोध्छौँ। यहाँ सन्ध्या यहाँ कन्टिन्यू अनि यहाँ पनि एउटा पार्किङ जस्तो टाइप। अनि यहाँबाट चाहिँ दुईवटा बाटो छुट्टिन्छ, एउटा माथि जाने एउटा तल जाने। यता तल गयो भने चाहिँ हामी साको पुग्छौँ, माथि गयो भने चाहिँ सिसा स्कुल पुग्छौँ हामी यहीँनिर। अनि त्यहाँबाट फेरि अर्को डेस्टिनेसन गएर हामी चाहिँ जर्सिङपुरमा पुग्छौँ। दिस इज द भ्यू द्याट गट अन द वे। त्यो पछि यस्तो फोहोर गरेको छन् मान्छेहरूले। त्यो फोहोरको त कुरै नगरौँ, यस्तै हो संस्कार राम्रो नभएपछि। बट यहाँबाट माथि पुग्छौँ अब हामी। मनिकाले मलाई एउटै हिमाल कतिचोटि देखाउँछौ भनेर भने, तर यो हिमाल होइन क्या, यहाँ रेन्ज देखेछ रेन्ज। हिमाल त हिमाल हो नि, अब यहाँ छेलियो होइन, त्यो पनि ठिक छ। हामी दुईजना हो तल कात्तिकेमा बाइक राखेर अब हामी सिसा स्कुल जाँदैछौँ। मेरो हेयर कलर पनि देखाउनु पऱ्यो नि त, न्यू हेयर कलर गाइस। मनिकाले जहिले मलाई कपालमा कलर लगाएको देखेन भनेर भन्यो नि, यो बार चाहिँ छर्लङ्गै लगाइदियो भन न, छर्लङ्गै लगाइदिएछु हेर भनेर। मेरो मोनिका र मेरो यो प्रपर हो है, फर्स्ट पनि होइन है, प्रपर हो, हिँड्ने हो प्रपर फर्स्ट हाइको हाम्रो। मुहार बाटो चाहिँ मर्मत हुँदै रहेछ। भ्यू हेर्नुहोस्, रेन्ज 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 रेन्ज। त्यो भ्यू मात्रै होइन क्या, यहाँ तलको ठाउँ हेर्नुहोस् न। ठाउँ कसैले मलाई के मनपर्छ के भन्दाखेरि भन्यो भने यस्तै तल तोरीबारी भएको यस्तो हिमाल देखिने। आफ्टर द माउन्टेन रेन्ज अरू कुरा मलाई के एक्साइट गर्छ भनेको देश तोरीबारी सी यस्तो येल्लो। मलाई चिन्ने मान्छेहरूलाई थाहा छ मलाई येल्लो कति मनपर्छ भनेर, भन्दा पनि मलाई पनि बल्ल त भएको। यस्तो दामी तोरीबारी। मुनिका हिँड्दैछ, अलिअलि सास बढिरहेछ छुट्टै। हामी असली हाइक गर्छौँ, गाडीको बाटो छोडेर एक्चुअल हाइकवाला ट्रेक लिन्छौँ। त्योबाट पनि जान्छ, बट त्यो बाटो प्रिफर गरिरहेछौँ मतलब हामी, किनकि हामीलाई सजिलो बाटो मन पर्दैन, चाहे त जिन्दगीमा होस् या हाइकमा होस्। वाह वाह दिदी वाह, तपाईँ त इन्टेलिजेन्ट हुनुहुँदो रहेछ दिदी। वाह दिदी हामीले आफूले आफ्नो जिन्दगी अब्स्ट्याकलमा पारेको धेरै नै धेरै नै। ल ऊ चाहिँ यसरी हिँड्नुभयो र खुट्टामा चाहिँ गोस्टार के को चिन्ता भने त मेरो चाहिँ पुरै प्यान्टभित्रबाट पसिना झरिरहेछ। हेलो, हामी चाहिँ अब कात्तिके भन्ज्याङ पुग्न आँटेको छौँ। बिस्तारै मोनिकाको लुगाहरू खोलिँदैछ। आई मिन लेयर्स। म त बोल्नै हुँदैन क्या, मेरो त नेगेटिभ मिनिङ लागिहाल्छ भनेर। के गरौँ ल। मोनिकाले चाहिँ यहाँ अङ्कलहरूलाई आफ्नो भिजिटिङ कार्ड पनि दिएकी चाहिँ। हस्, थ्याङ्क यू। सिधा अघि भर्याङ बाटो सधैँ आयौँ। यहाँ ढलान सकिन्छ, यहाँ पछि यहाँ बस्ने ठाउँ छँदैछ। यहाँबाट चाहिँ हजुरले यताबाट लाग्नुपर्ने हुन्छ। स्कुल भए पो स्कुल आउनु सो या मिडल अफ समवेयर। अनि मलाई अहिले पनि अब हामी राइट ट्र्याकमा छौँ नि भन्ने कुरा आवाज भइरहेको छ, बट यहाँ स्कुलको सो नो आइडिया। मलाई पऱ्यो पनि यहाँबाट हामी सिधै फेरि तल जाँदैछौँ। अनि त्यहाँ चाहिँ मेन रोड आउँदैछ, मेन रोडबाट चाहिँ हामी माथि लाग्छ। मलाई पल्युसन, दिस इज पल्युसन।
यति राम्रो भयो सबै पोल्युसन माथि देखिरहेको छ हाई गाइज हामी चाहिँ हराउनु चाहिँ हराएनौँ हामी फाइनली त्यो श्री शीला देवी बेसिक स्कुल आइपुग्यौँ जुन चाहिँ तपाईँहरूले देख्नुहुन्छ तर यहाँ चाहिँ जाने खै त बाटो त देख्दैनौँ हामी कसरी जाने हो होइन शरीरमा बन्द भयो भने जानु मिल्ने हो क्या अनि हामी सोध्छौँ कसरी भित्र छिर्ने भनेर अनि अहिले देखाउँछौँ तपाईँहरूलाई यस्तो स्कुल पढ्नु पो स्कुल हो त ल बन्द भएको रिजनले गर्दा अब स्कुल जानलाई चाहिँ हामीले पर्खाल लाग्ने बङ्क पहिले चाहिँ स्कुलबाट बङ्क खान्थ्यौँ अब स्कुल पस्नु एकछिन यहाँनिर के छ टनेल जस्तो छ छिर्छौ के हो यो सन्दुक रहेछ यार ओ टनेल ऊ भाइ स्कुल त खतरा रहेछ यार भाग्ने ठाउँ अब हामी कताबाट जाने भनेर चाहिँ हेर्दैछौँ पर्खाल यता पनि छ पर्खाल अब पहिले मोनिका चढ्छ अनि मोनिकाले मलाई तान्छ कि म चढ्छु अनि मोनिकालाई तान्छु चढ्छौ यहाँ चढ नि त यहाँबाट ल चढ ए मोनिका अघि बिहान तपाईँहरूले भिडियोमा देख्नु नै हुन्छ मोनिका कस्तो कस्तो ठाउँमा चढ्छ दिस इज नथिङ फर मोनिका यस मोनिका यस 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 मोनिका रोड इज मोनिका म चाहिँ यसरी चढ्न सक्दिनँ ल अहिले अब सन्ध्याको पालो अब लेट्स सी हाउ सी गना क्लाइम्ब अलिकति मोनिकाको भन्दा डिफ्रेन्ट ऊ चाहिँ घोडा टेकेर घोडा टेकेर नि आइन ऊ चाहिँ आइएम फिट एन्ड फाइन हो कि न त होइन मलाई त यसको पढ्न इङ्ग्लिस स्पिकिङ जोन गाइज प्लिज स्पिकिङ इङ्ग्लिस हे मोनिका मेक ब्लग इन इङ्ग्लिस स्टिल माई इङ्ग्लिस इज पुवर जस्ट लाइक मी आई एम अल्सो पुवर financial condition. ए यस आई मिन द्याट financial condition equals to my English and she can't stop laughing by listening that's okay laugh in English Monica this is English speaking घुमेर पुगेको छैन म स्कुलको यो वरिपरि नै घुम्नेवाला छु के छ भनेर still there is written English speaking zone so I am speaking in English अनि यता चाहिँ ओके सरी दिस साइडमा चाहिँ धाराहरू रहेछ अनि here is a mirror and here is me यो सबै फेरि उठाएर चाहिँ आफ्नो घरमा लिएर जाने त्यहीँनिर कुइनी नकुइनी फोहोर आइहाल्छ मजासँग लगाएर नकुइनी त्यहाँ लगाएर फ्याल्दैन टक्राको लगाएर ओके गाइज यो स्कुलबाट चाहिँ हामी यतापट्टि नगइकन यताबाट आयौँ अब यहाँनिर आमाले भन्नुभएको यहाँ अब फिल्डबाट झर्नु भन्दै हुनुहुन्छ हामी त निस्किन्छौँ अब त्यहाँ सोधै आउँदा पनि हुन्छ लोकल आर भेरी नाइस सो आफूले सोधेर राम्रोसँग आउँदा पनि केही फरक पर्दैन चाहिँ पनि सोध्दै नै हिँडेको फर्स्ट टाइम भएको भएर हेलो सो हो नि ल स्कुल हो ल स्कुल चाहिँ यो भयो स्टुडेन्ट यहाँ भइहाल्यो बाट त्यो फिल्ड हुँदै यहाँ त यहाँ ओह्रालो झर्दै आयो अब यहाँ जता बाटो जान्छ मेन रोड निस्किनु पर्यो मेन रोड चाहिँ आउँछौँ हामी चाहिँ यति आइपुग्यौँ इस्कुस चोर्नु त मिल्थ्यो तर हामी इस्कुस खाँदैनौँ ऊ त्यो भेजिटेरियनले खान्छ कि इस्कुसको मोमो खाएको छौ सुँगुरको मासु मिठो हुन्छ अरे सुँगुरको मासु भन्दा मिठो हुन्छ अरे बट यहाँ इस्कुसको यति आइपुग्यो हामी यो रोड हो अब मेन रोडबाट हामी सोधेर जान्छौँ हामी कतापट्टि अघि मेन रोड कहीँ नछोडिकन सिधै मेन रोड आइसकेपछि यहाँनिर लोकल चैते रिसोर्ट गुराँस हेरिटेज यहाँनिर बाटोहरू छ सो हामी चाहिँ यो बाटो लाग्छौँ यतापट्टि हामी फेरि यहाँनिर आएर कन्फ्युज भयौँ यहाँ तलबाट नै यो बाटो जाने कि यो बाटो जाने भन्ने कुरा हुन चाहिँ उति टावर देखिरहेको टावर छ यहाँनिर पुग्नुपर्ने यताबाट जानु पर्ला ओके सो हामी अब यतैबाट लाग्छ यतैबाट दर्शन पर्व लाग्छ
माथिको गेट छिरेर हामी चाहिँ यो हुन चाहिँ पार्क रहेछ भाइ द वे मलाई पनि थाहा थिएन अब थाहा भयो यहाँनिर गणेश मानसिंह पार्क होइन सिंह स्मारक पार्क भनौँ न स्मृति पार्क अब डेस्टिनेसन भनेको हामी यहाँबाट फेरि अब अघि आएको ठाउँबाट अपोजिट निस्क्यौँ अब यहाँनिर मेन रोड आउँछ मेन रोडबाट फेरि माथि जान्छौँ हामी यहाँनिर त्यही त ओके यहाँबाट चाहिँ हामी यस्तो राम्रो हिमाल म त एउटै हिमाल हामी तलदेखि हिमालसम्म हेर्दै आइरहेका छौँ होइन सुरुको नगरकोट सुरुबाट नै अहिलेसम्म यहाँनिर हामी यही हिमाल हेर्दै आइरहेका छौँ एन्ड दिस हिमाल गिभ्स अस किप मुभिङ एन्ड मोटिभेटेड हामी चोक आइपुगिसक्यौँ अघिको आएको बाटो भयो चाहिँ हामी यहाँनिर यो बाटो चोर्नुहुन्थ्यो मलाई तर हामी यहाँ स्मारकको बाटो आइपुग्यौँ अनि चाहिँ अब हामी यताबाट लाग्छौँ ठ्याक्कै हाम्रो देब्रेतिर लाग्छौँ यहाँ साखुबाट आउने भने त यहाँ प्रशस्तै पाइहालिन्छ भेकल्सहरू भन्दै हुनुहुन्छ उहाँले लोकेसन देखिरहेको छ जर्सिङ पावा भनेर चाहिँ स्कुल साथ आइएको छु बाटोभरि मेन रोड नै हिँड्दै आएको हुन चाहिँ योभन्दा बढी के भनौँ न यहाँ रहेको छ श्री कालिका शरण माध्यमिक विद्यालय त्यो पछि आएर यताबाट छ हामीसँग दुईवटा रोड अनि भोटेजर जाने यताबाट त्यो पछि आएर जर्सिङको यताबाट गाडी आउँदैछ यहाँनिर एउटा बोर्ड छ त्यही लेखेको छ जर्सिङको हाइट भनेर जर्सिङको हाइट गाइज हामी चाहिँ अब जर्सिङको हाइट आइपुग्न आँट्यौँ यहाँ हुन्छ मोनिका अब तपाईँहरूलाई हामी देखाउँछु हामी कुन डाँडा काटेर कताबाट आएको छौँ भनेर अब म तपाईँलाई भिडियोमा देखाउँछु है त देख्नुभयो भने ऊ परको यो टावरबाट देख्नु मेरो औँला ऊ चाहिँ टावरबाट को पनि अझै पछाडिबाट हिँड्दै यता यो डाँडा सबै यो तलको डाँडा सबै काटेर यता तलबाट यता हिँडेर चाहिँ हामी चाहिँ अब यस्तो भ्यू हेर्नुलाई यहाँनिर आइपुगेको छौँ अझै माथि पुग्न आँटेको छौँ अब माथि पुगेर अझै भिडियो बनाउँछौँ अनि शिवपुरी हाइट बागदुवार चम्पादेवी धेरै हाइक गरेर तर मलाई बेस्ट हाइक लागेको चाहिँ यही हो किनभने यहाँ चाहिँ एकदम दामी हिमालहरू देखिन्छ माउन्टेन रेन्जहरू सबै देखिँदो रहेछ हामी चाहिँ जुन टावर फलो गरेर आउँदैथ्यौँ त्यो टावर चाहिँ यहाँ छ फाइनल्ली त्यो परको डाँडाबाट देखेको टावर चाहिँ अहिले चाहिँ हामीले यहीँनिर देखिसक्यौँ भनेपछि सोच्नु हामी कति हिँड्यौँ भनेर त्यही पनि हाम्रो जोस जागर अझै छ मोनिकाको स्फूर्ति हेर्नु स्फूर्ति फेसमा स्माइल हेर्नु त्यो हिमाल देखेपछि त्यही माथि आज मौसमले पनि साथ दिएको छ यहाँनिर आइपुग्यौँ आज सायद शनिबार भएको भएर होला म्याक्सिमम् मान्छेहरू पिकनिक खानको लागि आउनुभएको छ होप दे आर नट थ्रोइङ गार्बेज ओभर हियर बट यस्तो भिआइपी मान्छेहरूले गार्बेज थ्रो गर्न लाग्यो भने त बेजतै हुन्छ होला त्यही पनि यो चाहिँ भ्यू हाम्रो हामी चाहिँ उता बस्नु डिसाइड नगरेर यता बस्छौँ भ्यू चाहिँ भ्यू हेर्दै जता सदा नि खोलिसक्यौँ हामीले चाहिँ अब सल्लाह गएर पल्टिन्छौँ हामी पल्टिने ठाउँ भन्दै खाँदैन पल्टिने ठाउँ यो भइहाल्यो उसको त्यसको मेरो स्काफे त सरी अब आधी घन्टा जति घाममा सुत्छौँ पानी खानुपर्ने बट मेरो स्किन टल्क्यो के तिम्रो बोतलको पानी चाहिँ खाउँहरूलाई चाहिँ लाग्छ होला हामी चाहिँ हाइक गएर के गर्छौँ भनेर हामी चाहिँ हाइक गरेर यसरी स्कार्फ ओछ्याउँछौँ उसको स्लिपिङ ठाउँ त्यहाँ छ मेरो यहाँ छ अनि हामी यसरी सुत्छौँ सुत पनि त सुत गुड नाइट गुड इभिनिङ हामी चाहिँ हाइक गएर जर्सिङ पावा गएर हामी के गर्ने भनेको थियो सुत्ने हो घाममा सुत्न आएको घरमा घाम लाग्दैन नि त्यो अनि हामी यसो सुतेको छौँ अनि मोनिकाको खुट्टा यहाँ छ मेरो खुट्टा चाहिँ यहाँ छ अनि यस्तरी उठेर हेऱ्यो भने चाहिँ यस्तरी स्वाट उठेर हेऱ्यो भने चाहिँ स्वाट हिमाल देख्छ यस्तरी हेर्नु भने यस्तो स्लिपिङ ब्युटीबाट यस्तरी हेरेर हिमाल देख्छ हामी चाहिँ रेस्ट गरेछौँ अनि फोटो भिडियो खिच्छौँ
हुन्छ मोनिका के भ्यू हेर्दै हुनुहुन्छ भनेर हामी यसरी हेर्छौँ के देख्नु भयो त तपाईँले जर्सिङ पाउ आएर यता हेरेर बयान गरिदेऊ त भोलि पर्सि यहाँ पुग्नुपर्छ अहिले यसो ड्राई ठाउँमा आइपुग्यो भोलि पर्सि त्यहाँ युटिल जानुपर्छ भोलि पुग्नुपर्छ ल धेरै बेर नबसिकन यो भ्यूलाई मजासँग इन्जोय गरिकन अब हामी निस्कन थालेको भनेर हाल्छ रितुसँग म चाहिँ यहाँनिर गाडी र बाइकहरू दुवै मजासँग आउँछ हामी चाहिँ अब हाइकिङ ट्रेल हो जङ्गलको बाटो हुनुपर्छ गोरेटो बाटोबाट आउनुपर्छ भनेर चाहिँ हामी चाहिँ हिँड्दै आएको बट आउँदाखेरि त हामी मेन रोडबाट आएको एज यु नो बट या आउनु जानुहुन्छ भने चाहिँ यहाँनिर बाइक गाडी मजासँग आउँछ केही पनि छैन होइन राइड आयो हुन्छ अब हामी चाहिँ यहाँबाट फर्केको लगेको चोक छोडेर फेरि त्यही बाटो फर्किँदैछौँ अनि अब कार्तिक भन्ज्याङ पुग्छौँ त्यो पछि हामी खाना खान्छौँ बल्ल अहिले 2:30 भइसकेको छ खाना खाएपछि अनि बल्ल हामी त्यहाँबाट फेरि नगरकोटको अब कुन चाहिँ बाटो हुन्छ त्यो बाटोबाट सबै जान्छौँ अहिलेको नम्बर याद छ तिमीलाई यहाँ 6 बजी नम्बर थियो अनि फोन गरौँ हामी अनि त्यसपछि आएर हामी खाना खान्छौँ बस्नु लागेर मजा आउनु छ मजा फर्किन मन छैन मलाई सो मेक स्योर कि 2 व्हिलर्स नयाँ 4 व्हिलर्स लिएर आउनु होला यहाँ आउँदाखेरि चाहिँ 2 व्हिलर्स मजासँग आउँछ लोकल भाले हेर न लोकल भाले ओके लोकल भाले म भेजिटेरियन हो नभए म हामी खाना खानु भर्खर आइपुग्यौँ हामीले जुन बिहान भनेका थियौँ त्यो रेस्टुरेन्टमा आएका छौँ अब एकछिन टाइम लाग्छ र सो हामी वेट गर्छौँ रिल्याक्स गएको चाहिँ हो अब चाहिँ हामी हङ्ग्री होइन ह्याङ्ग्री भइसक्यौँ त्यही भएर यहाँ हेर्नुहोस् हाम्रो खाना अनि यहाँ हेर्नुहोस् भ्यू यस्तो भ्यू हेर्दै खाएपछि त अनि के हुन्छ होला त है ल बाई बाई उहाँ परको टावर पुगेकन आएर अब यहाँ हामी खाना खानु थाल्छौँ यो टावरबाट यो ठाउँमा आएर खाना खान्छु मैले लगाएर खाना चाहिँ के अब हामी भर्खर खाना खायौँ मैले अनफर्चुनेटली दही चाहिँ छोडिदिएँ किनकि म भन्छु किनभने उहाँ मिसले आफ्नो जुदो दाउ खाँदा गरेर आफ्नो पसलबाट जुदो खाँदा यस्तो गुलियो दहीलाई उसलाई अमिलो लाग्यो अरे हुनसक्छ प्रोबेबली त्यही हो मलाई गुलियो लागेको भनेपछि उसलाई चाहिँ अमिलो लागेको सो प्रोबेबली अनि हामी अब यहाँबाट निस्किन्छौँ भ्यू देखाऊ हामी कस्तो भ्यू देखाएको यो भ्यू हेर्दै खाएको थियौँ कसैले मलाई गिफ्ट गर्नु मन लाग्यो त्यो अगाडि जग्गा गिफ्ट गर्नु जग्गा गिफ्ट ओके विल कन्टिन्यू आवर ब्लग राइडरले स्टार्ट गरिसक्नु भएको छ मलाई नलाए अलिक साइडमा लैजाऊ न राइडरले स्टार्ट गरिसक्नु भएको छ अब म बस्छु अनि अब हामी तल गएर भ्लग एन्ड गर्छौँ है गाइज बाई बाई गाइज म बाँचेर आएको छु यो मोनिकाको बाइकमा न ब्रेक न हर्न केही छैन रहेछ गाडी आएपछि चाहिँ म पछाडि बसेर पिप पिप न ब्रेक त मैले लगाउनु सक्दिनँ होइन ब्रेक चाहिँ उसले उता खुट्टाकै ब्रेक खिचिरहेको छ अरे अब हर्नको लागि चाहिँ ठिक छ त्यति त म गर्नु सकिहाल्छु मेरो केही काम पनि छैन ओके गाइस तपाईँहरूलाई चाहिँ म बाटो देखाउनको लागि आएको हो अघि चाहिँ हामी यो तेलकोटबाट यता राइड भन्छ कि राइडतिर गएको थियौँ यो बाटो गएको थियौँ भने अहिले फर्किँदा चाहिँ हामी यो रानी झुलाको बाटो आएको छौँ यो बाटो पनि नगरकोट पुगिन्छ यो बाटो पनि नगरकोट पुगिन्छ होइन गाइस सी इफ यु विल आस्क मी वाट काइन्ड अफ पार्टनर आई लाइक पार्टनर लाइक मोनिका मैले सनराइज हेर्नु नपाएर के गर्नु अब सनसेट हेर्नु यहाँ यस्तो भ्यू अनि अहिले चाहिँ हामी कमल विनायक नगइकन अर्को छालिङको बाटो घर जाँदैछौँ दिस इज द इभिनिङ भ्यू हुन्छ राइडर चाहिँ टर्निङ आउँदैछ मलाई हेर्नुहोस्
मजा लाग्छ र फोटो। अब चाहिँ हामी भ्लग इन्ड गर्न जाँदैछौँ। हामी घर चाहिँ पुगेको छैनौँ तर पनि अब भ्लग यहीँ इन्ड गर्छौँ किनभने अब हाम्रो फोनको ब्याट्री मान्छेको ब्याट्री सबै डाउन भइसकेको छ। सनसेट हेर्न नपाए पनि मोनिकाले मलाई सनसेट लिएर देखाइदिए। के भन्नु छ र अब यहाँदेखि आई हेभ नो वर्ड्स। थ्याङ्क यू मोनिका, यस्तै बोयफ्रेन्ड चाहिएको मलाई यसरी सनराइज सनसेट के भयो त देखाउने हो। तर यहाँ केही छैन, कोही छैन भने मोनिका छ। मोनिका भएको कारणले एउटा ठाउँबाट गएर अर्को ठाउँबाट नभएको नभनौँ न अहिले एउटा ठाउँबाट गएर अर्को ठाउँबाट आउँछौँ हामी। कमल विनायक हुँदै नगरकोट गएर चाहिँ अहिले हामी तेलकोट हुँदै छालिङ हुँदै अब यो बाटो तल जान्छौँ। सल्लाहगारी पुग्छौँ। सल्लाहगारी। मोनिकालाई केही भन्नु छ भ्लग इन्ड गर्नुलाई भन्नु केही पनि छैन। जस्ट डु सब्सक्राइब एन्ड फलो फर मोर। इन्ड गर्नुभन्दा अझै अगाडि म एउटा भिडियो सट्ट देखाउँछु अनि म लास्टमा बाई बाई भन्छु है। ओके। मान्छेलाई मात्रै थ्याङ्क यू भनेर हुँदैन। यो हाम्रो हिरो होन्डा स्प्लेन्डर 100cc को बाइक। यो यत्रो सानो मान्छेले यत्रो हेर्नु न, यत्रो सानो मान्छेले कुदाएर लिएर। एन्ड दिस इज द लास्ट भ्यू। ल यति भ्यू देखाउँदै आजको भ्लग यहीँ इन्ड गर्छौँ। प्लिज डु सब्सक्राइब आवर च्यानल। इफ यु आर न्यू टु आवर च्यानल देन सब्सक्राइब। इफ यु डोन्ट सब्सक्राइब अल्सो इट्स ओके, किनभने हामीले भिडियो चाहिँ हाम्रो मेमोरिजको लागि हाल्यो हो, नट फर द सेक अफ फलोवर्स एन्ड अर्निङ। ठिक छ, अब कसैले धेरै सब्सक्राइब गरेर पैसा कमाउँछु भने त द्याट्स ओके। तर हामी दुईजना घुमेको मेमोरिज पछि हाम्रो छोराछोरीलाई देखाउनु भनेर हामीले भिडियो बनाएको। एन्ड विथ दिस भ्यू एन्ड विथ दिस लिटल टाइनी मोनिका एन्ड दिस टाइनी स्प्लेन्डर, बाई बाई गाइज, सी यु अन नेक्स्ट भ्लग। बाई।